हेलो एन्ड नमस्ते एभ्रिवान। मेरो नाम चाहिँ सुवेनो एकतेन हो अनि मैले यो भिडियो चाहिँ एकदमै मैले हजुरहरूको सबैजना जति पनि विश्वभरि हुनुभएको नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ तपाईँहरूलाई चाहिँ मैले रिक्वेस्ट गरेर प्लिज मैले यो भिडियो बनाइरहेको छु ताकि फ्युचरमा कोही पनि स्क्याम्ड नहोस् भनेर। मैले रिसेन्टली नै एकजना ब्रदर चाहिँ स्क्याम्ड भएको कुरा थाहा पाएँ अनि आई फिल ब्याड फर हिम, तर द्याट्स नट मी। कोही मान्छेले चाहिँ रोशनी छेत्री नाम गरेको एउटा फेक टिकटक एकाउन्ट क्रिएट गरेर चाहिँ जति पनि केटा मान्छेहरू छ तिनीहरूसँग चाहिँ च्याट गरिरहेको छ। मैले धेरैजनाबाट थाहा भइसकेँ, तर उहाँले चाहिँ अनफर्चुनेटली हि वाज सो कनेक्टेड विथ हर हुएभर द्याट रोशनी छेत्री। उसले चाहिँ वाट्सएपमा कनेक्ट गरेछ उहाँसँग र उहाँले चाहिँ $500 चाहिँ त्यो रोशनी छेत्रीको एकाउन्टमा हाल्नु भएछ। बट द्याट्स नट मी। मैले पहिला पनि एउटा टिकटक भिडियो बनाएको थिएँ, मैले धेरैचोटि रिपोर्ट गरेँ, बट स्टिल द्याट आइडी इज एक्टिभ। अनि हजुरहरूले यदि कतैबाट जति पनि विश्वभरि हुनुभएको छ दाजुभाइहरू, तपाईँहरूले यदि रोशनी छेत्रीको नामबाट मेसेज पाउनुहुन्छ भने प्लिज 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 द्याट्स नट मी। तपाईँहरूले चाहिँ त्यो आइडीलाई चाहिँ रिपोर्ट गरिदिनु होला। अनि मैले यहाँनिर जति पनि मेरो स्क्रिनमा छ यो फेसबुक आइडी, यो टिकटक आइडी, यो इन्स्टाग्राम आइडी, द्याट इज माई रियल आइडी। मैले चाहिँ मेरो बिजनेस पर्पजको लागि चाहिँ मैले सोसियल मिडियामा चाहिँ आई हेभ टु बी एन एक्टिभ। मार्केटिङ कुराहरूको लागि हुन्छ, त्यो कारणले गर्दाखेरि मैले सोसियल मिडियामा चाहिँ एक्टिभै हुनुपर्ने हुन्छ। तर यो कुराहरूले गर्दा मेरो पर्सनल बिजनेस सबै कुराहरूमा चाहिँ अफेक्ट गरिरहेको हुन्छ। मैले आज नै जब मैले त्यो न्युज थाहा पाएँ, त्यो ब्रदरले चाहिँ मलाई चाहिँ मेरो बिजनेस इमेलमा चाहिँ इमेल गर्नुभएको थियो। अनि त्यस पछाडि मैले आई कन्ट्याक्टेड हिम अनि कुरा गरेँ। मैले कुरा गर्दाखेरि चाहिँ उहाँले चाहिँ $500 चाहिँ बिटकोइनको थ्रुबाट हाल्नु भएको रहेछ। मलाई यो बिटकोइन भनेको नि केही थाहा छैन, तर त्यो रोशनी छेत्रीसँग कुरा गरेर हजुरहरूले यसरी कोहीसँग कुरा गर्दैमा हजुरहरूले त्यसरी त्यत्रो ठुल्ठुलो एमाउन्ट पैसा नहालिदिनु होला। अनि यो रोशनी छेत्रीलाई प्लिज 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 जति सक्दो हुन्छ रिपोर्ट गरिदिनु। मैले साइबर सेक्युरिटीमा पनि कम्प्लेन गरिसकेको छु। सुनर अर लेटर विल क्याच दिस पर्सन। तर पनि तपाईँहरू प्लिज सतर्क भइदिनु, प्लिज यो आइडीलाई रिपोर्ट गरिदिनु। अनि यदि मेरो यो फेस गरेको फोटोहरू युज गरेर अरू नामहरूबाट हजुरलाई मेसेजहरू आउँछ भने प्लिज 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 डु नट रेस्पोन्ड टु दोज मेसेजेस। किन भन्दाखेरि म त्यो मान्छे होइन। मेरो नाम चाहिँ सुवेनो एकतेन हो अनि म रोशनी छेत्री होइन।